Alright, beautiful people. Right now you can see I'm at Phuntsling. Okay, you can see the view. Okay, evening view. र अहिले चाहिँ हामी तल ब्रिज तर्फ गइरहेको छ है हजुरलाई देखाउनेछु म त्यहाँको ब्रिज अहिले नयाँ बनाएको है ठ्याक्कैसँगले मजाको छ त्यो चाहिँ हैन हामी पनि अहिले बेलुका मात्रै घुम्न जाँदैछु मेरो पनि फर्स्ट टाइम हो सो लेट्स इन्जॉय हामी चाहिँ अहिले ब्रिजतिर जाँदैछु हैन यो हो नाइट भ्यू चाहिँ हैन सबैलाई वेलकम छ मेरोबाट यता 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 देख्ने चाहिँ सब्जी बजार है सब्जी बजारतिर आएको छु हैन अब यताबाट छिर्ने हैन ठ्याक्कै यहाँबाट बाटो उता निक्लिने हैन सब्जी बजारहरु चाहिँ तपाईले देख्न सक्नुहुन्छ मेरो पछाडी हैन अलि घुमाइदिनु यसो यता उता इधर 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 अहिले र हामी चाहिँ उता जाँदैछु हैन अहिले पुगेको छु हैन सो किप वाचिङ है अलराइट अहिले चाहिँ भने हामी पुग्न आँटिसकेको छ है यहाँ देख्न सक्नुहुन्छ बाटोमा अहिले चाहिँ हामी जाँदैछु हैन अनि यहाँ भाइहरु पनि छ दिदी पनि छ है हामी जाँदैछु यता चाहिँ तपाईको पेट्रोल पम्प छ है अनि यो हो बेलुकाको भ्यू है ल त गाइस यो चाहिँ भनेपछि बाइकहरु हिँड्थ्यो पहिला चाहिँ हैन अनि यो चाहिँ मिनी बाटो हो हैन यहाँबाट मान्छेहरु नि हिँड्छ प्राय जस्तो चाहिँ मान्छे मात्रै हिँड्छ हैन अब बाइकहरु साइकलहरु चाहिँ अहिले यहाँ चाहिँ अब हिँड्दैन है अनि यहाँबाट गाडीहरु पनि हिँड्न सक्दैन इट्स मेड फर ह्युमन है मान्छेहरु मात्रै हिँड्छ अनि अलि तल पुगे पछाडी चाहिँ हामीले उयो देख्छ है ब्रिज देख्छ म जहाँ चाहिँ तपाईलाई लिएर गइरहेको छु ओके यता पर तपाईले देख्न सक्नुहुन्छ त्यो चाहिँ YDF है युथ सेन्टर जो कि तपाईले दुईटा भुटान फ्ल्याग पनि देख्नुहुन्छ है भुटान फ्ल्याग देख्नुहुन्छ पक्र्दा भुटान फ्ल्याग पनि देख्नुहुन्छ तपाईले है यसलाई सब्स्क्राइब हान्दै कमेन्ट पनि गर्दै लाइक पनि गर्दै के बोल्यो तँले अगाडि चाहिँ दिदी र भाइ छ है दिदी र भाइले चाहिँ घुम्नु गइरहेको छ हो तपाईले देख्न सक्नुहुन्छ वाइल्ड लाइट बोलिरहेको ठाउँमा चाहिँ हामी जाने हो र यो चाहिँ कमर्सियल भेहिकलहरु प्राय जस्तो चाहिँ कमर्सियल भेहिकलहरु हिँड्छ यहाँबाट हैन भाइ भाइ हेलो नमस्ते टाटा भाइ कौन है ये लोग कहाँ से आते हैं अलराइट यो चाहिँ हैन राउन्ड वेब छ हाम्रो हैन यहाँबाट चाहिँ अगाडि गयो भने चाहिँ तपाई साम्ची जानुभयो भने चाहिँ तपाईहरु यहाँबाट जानुपर्छ है अनि यो भयो तपाईको टक्कै बस बुकिङ जाने है तपाईले देख्न सक्नुहुन्छ बस बुकिङ जाने यहाँ चाहिँ अलिकति हैन कन्डिसन अलिकति वर्स्ट छ भनौं राम्रो छैन यहाँको है अनि यो चाहिँ अब कमर्सियल भेहिकलहरु इन्डियाबाट आउने छिर्नेहरु चाहिँ यता छ है म चाहिँ यहाँ छु है यो देख्न सक्नुहुन्छ तपाईले हैन साइनबोर्ड देख्न सक्नुहुन्छ यहाँ जस्तै कि आमाछु ब्रिज हरे साम्ची हरे जानु छ भने हा पनि जान्दो रहेछ यहाँबाट तर त्यो चाहिँ मलाई थाहा भएन बाटो म पहिला गएको छुइनँ है यो चाहिँ आमाछु भयो है यताको टिस्टा भयो यहाँ चाहिँ तपाईको हाउसिङ देख्न सक्नुहुन्छ यिनीहरु चाहिँ हाउसिङ हो है ट्यापै छ यिनीहरु अनि यहाँ चाहिँ अहिले हाइवे बनिँदै रहेछ ठुलो गरेर हाइवे बनिँदै रहेछ है इंग्लिशमा टकिङ इंग्लिश माथितिर चाहिँ देख्न सक्नुहुन्छ है हाउसिङले गर्दाखेरि ट्यापै लाइटहरु बोलिरहेको छ अनि यसको अपोजिटमा चाहिँ के छ भने डाँडा छ त्यसले गर्दा हामीले केही देख्दैन सो अबाउट टु रिच देयर यो तपाईले देख्न सक्नुहुन्छ है बाटो चाहिँ मजाको छ यहाँनिर फुटपाथहरु हैन मान्छेहरु हिँड्नुको लागि त्यता चाहिँ ब्रिज छ हामी अहिले गएको छैन है अनि यता ए देखाएको नि म चाहिँ यता छ अरे नि त फेरि हैन के आएको छ भने यहाँनिर इन्फ्रास्ट्रक्चर
न्यू इन्फ्रास्ट्रक्चर आर कमिङ अप है, नयाँ नयाँ बिल्डिङहरू है। अनि अहिले चाहिँ अलिकति जाडो छ है यहाँनिर, अनि हावा पनि डह्रो चलिरहेको छ यहाँनिर अहिले होइन। अब सानो लुतेहरू आयो भने चाहिँ उडाएर लान्छ। राइट, म अहिले जुन चाहिँ हिँड्दैछु नि त्यो जग्गामा चाहिँ होइन टाउन प्लानहरू हुने रहेछ होइन। अनि यो चाहिँ भयो एउटा फुटपाथ है, फुटपाथ पनि ठुलो छ है यहाँको। अनि रोड पनि हजुरहरूले राम्रोसँगले देख्नु त हुँदैन है यहाँबाट, तर मैले अलरेडी रेकर्ड गरिरहेको छु है। त्यो ठाउँमा चाहिँ अब के अरे नि रोड चाहिँ एउटा गाडी हिँड्नुको लागि मात्रै है, वान वे मात्रै रहेछ। अनि यहाँनिर धेरैवटा रोडहरू बनाएको रहेछ क्या, तपाईँहरूले देख्न सक्नुहुन्छ है। यो चाहिँ भयो मान्छे हिँड्नुको लागि त्यो रोड भयो है। अनि यहाँ ऊ पनि देख्न सक्नुहुन्छ, यो भयो नि त वान वे भनेर दिइराखेको छ यहाँनिर है। जानु र आउनेको एउटा बाटो छुट्टाएको छ है, दुईवटा बाटो भइहाल्यो यहाँनिर। यहाँ पनि त्यस्तो गरेर छ त्यस्तो। यो चाहिँ के हो कुनै थाहा भएन है, हेब्बी बोलेर गयो। अलराइट गाइस, राइट नाउ है मेरो दिदीले चाहिँ केही शब्दहरू राख्न चाहन्छ है, र अहिले देख्न सक्नुहुन्छ अलिक हावा चलेको छ है, त्यतिखेर साउन्ड अलिकति इरोड हुनसक्छ है। Hello guys, we are here at Dursa River. कुछ भी ओके, दुर्सा रिभरको छेउमा छ होइन। अहिले चाहिँ बेलुका भएर त्यति साह्रो मैले चाहिँ के भन्छ यहाँको दृश्यहरू चाहिँ हजुरहरूलाई देखाउन सक्दिनँ, प्रेजेन्ट गर्न सक्दिनँ है। प्रायः सक्दो चाहिँ मैले ट्राई गरेको छु होइन। अहिले वकमा आउँदै हामी कार्डियोहरू पनि हेभी हुँदैछ है, कार्डियो गर्दै है। अहिले चाहिँ आइज कार्डियो गर्दा अन्त यहाँबाट चाहिँ यो चाहिँ सबै फुटपाथ होइन, यहाँबाट चाहिँ उता ठक्कै सबै अब उयोहरू मात्रै छ, फुटपाथ मात्रै छ होइन, रेलिङहरू छ। अनि if you want to come here and have a wonderful time, then you can visit here. Okay, it's free of cost. You can come here and enjoy your life. Okay. Alright, beautiful people. Right now हामी चाहिँ अब यो ब्रिजको छेउमा चाहिँ आइपुगिसकेको छ है। तपाईहरुले मुनिको दृश्य देख्न सक्नुहुन्छ है। मुनिबाट चाहिँ लाइट ठ्याक्कै लागेको छ हैन, यो वाइलो लाइटहरु बल्ने चाहिँ त्यो चाहिँ मुनि मजाले लागेको छ है। यहाँ चाहिँ अब अहिले राम्रोसँग बनाइसकेको छैन, किनकि अब त्यही हो अहिले अन्डर कन्स्ट्रक्सनमा छ है सबै कुराहरू, तपाईले देख्न सक्नुहुन्छ है। अनि यहाँ चाहिँ दामी सिन देख्दैछ है, हजुरहरूले मन पर्नुहुन्छ होला भन्ने आशा राख्दछु हैन। उ कामहरु चाहिँ अहिले गइरहेकै छ भनौं हैन। यहाँनिर स्टेपहरु पनि स्टेपहरु मजाको ठुलो ठुलो स्टेपहरु बनाउँदैछ हैन, फ्यामिलीहरु वक गर्नुको लागि, कपलहरु पनि आउँदा भयो है। तपाईले देख्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले खोला चाहिँ छैन क्या। अब त्यही हो, विन्टरमा त खोला पनि हुँदैन है पछाडि, तर यो खोला चाहिँ धेरै ठुलो हुने अब सम्भावनाहरू छ है। अनि माथिबाट ठुलो खोला बढेर आउँदा चाहिँ यो खोला चाहिँ ट्याप्पै हुन्छ क्या, त्यसले गर्दा चाहिँ यो बनाएको हो नि त। तपाईले देख्न सक्नुहुन्छ है यसको कति अब उयो छ भनेर, लेन्थ कति छ भनेर त्यो पनि हजुरले देख्न सक्नुहुन्छ है। यो चाहिँ मलाई ठ्याक्कै थाहा छैन। अनि यहाँ चाहिँ भाइ छ है। अलराइट, अब चाहिँ हेर्न सक्नुहुन्छ है। अब मेरो चाहिँ अब फर्स्ट टाइम एन्ट्री हुँदैछ यो ब्रिजमा हैन। सो दे हेभ अलरेडी कन्स्ट्रक्टेड दिस वान, आई गेस दे हेभ डन दिस बिफोर 3-4 months ago. So right now I'm coming here to visit है। This is my first time and हजुरहरूले कस्तो लाग्यो है एकताल कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनुहोस् होला। अनि म अगाडि पनि देखाउने छु है, यता पनि देखाइदिनु। अन्त अहिले कामहरु पनि गर्नु भइरहेको छ उहाँहरूले है। अनि त्यो ऊपर चाहिँ देख्न सक्नुहुन्छ स्ट्रीट लाइटहरु हैन, स्ट्रीट बाटोहरु पनि देख्न सक्नुहुन्छ। दिस इज फर हुन्छ नि सबै अब पब्लिकको लागि हो। सो या किप वाचिङ। ओके, यहाँबाट चाहिँ हाम्रो दिदी वाइल्ड एन्ट्री हुँदैछ हैन, फन्जिलिङको आमाचुको ब्रिजमा। यहाँको ब्रिजको नाम थाहा भएन मलाई। ओके गाइस, यु क्यान सी है ब्रिज चाहिँ यस्तो छ माथिको नि। यो सबै बुटनिस स्टाइलमा है, प्याटर्न देख्न सक्नुहुन्छ हजुरहरूले। सो आर्किटेक्टहरूले मजाले गर्नुभएको छ है। यु क्यान सी माथि टाउनहरु पनि देख्न सक्नुहुन्छ, लाइटहरु क्या दामी बलिरहेको छ है। सम फोटो सेसन इज गोइङ आउट देयर है।
यहाँबाट खिच्नु यस्तो हुन्छ अन्त म चाहिँ यहाँ छु है मेरो कपालमा चाहिँ नजानु होला होइन अब प्याथेटिक भइसकेको छ आज चाहिँ होइन बिहानदेखि हिँडेको छु होइन त्यसले गर्दाखेरि लुगाहरू पनि सबै बिग्रिसकेको छ सो या इफ यु लाइक माई भिडियो देन डु लाइक सब्सक्राइब एन्ड या सेयर थ्याङ्क यू राइट यु क्यान सी राइट नाउ यो चाहिँ अपोजिटपट्टि होइन यस्तो छ दृश्यहरू अनि यहाँबाट चाहिँ रेलिङ रहेछ है उता जानुको लागि मान्छेहरू जानुको लागि यस्तो छ बौद्ध साइड